काम गरेको मऱ्यो त्यही ठाउँमा गाडेको गाडेर आयो त्यसपछि यहाँ आएर एउटा बर्मेली बाहुनहरूको 5 बिघा बारी आदिया गर्दो त्यो बेलामा कसैको पनि खेत थिएन जम्मैको बारी मात्रै हो आदिया गर्दो रहेछ अनि पछि त्यो हाम्रो कोही मान्छेहरूले त्यो उसको श्रीमती र छोरी चाहिँ चौबीससँग नै बिरामी हुने त्यो बेलामा मेडिकलहरू थिएन अस्पतालहरू पनि धेरै थिएन कहीँ थिएन धेरै दुःख पारे हिँडेको कता को विश्वास गरेर यहाँ लिएर आयो सङ्गतिमा आयो तर अब मेरो कुरा के थियो भने त्यो समयमा म त यो लमजुङ गोर्खा धादिङ त अलि पछि हो विशेष त म यो गोर्खा र लमजुङमा धेरै दौडिन्थ्यो म पहाडतिर लमजुङ हामीले सुरु गरेको हो 29 सालमा 29 सालमा सुरु गरेको ठाउँहरू हो त्यसमा खुब दौडिन्थ्यो र त्यो सिंहबहादुरको धेरै ध्यान दिन्थेन मैले ध्यान दिनु मको भएन त्यसको घरमा बोलाएको त्यहाँ मैले गएन अर्को बारीतिर सानो झुग्री बनाएर बसेको थियो बसेको अनि जानु पाएन हाम्रो केटाहरू जाने गऱ्यो तर एक दिन चाहिँ 38 सालको चैतमा आयो अब यसो भयो 38 सालको भदौमा चाहिँ उसले के भन्यो भने यो बडाको प्रार्थनामा म पनि जाने हो सुन्नुभयो यो बडाको प्रार्थनामा गुरुबा म पनि जाने हो मलाई लानुहोस् है भन्यो हुन्छ अब त्यो उयो हेर्नुपर्छ बादल लाएन भने हामी चाइदामा जान सक्छ बादल लगाएर चाहिँ यो ढुङ्गा चाहिँ उडाउँछ त्यहाँ त हाउले त त्यस्तो हावा आउने ठाउँ हो बादल के अरे बादल आएन भने राम्रो भने हाम्रो जाउँला चाइदामा भन्यो र त्यो कुरा भने ऊ घरिघरि मसँग आइरहन्थ्यो हजुर त्यसपछि त्यो बेलामा उसलाई एउटा समस्या के थियो त भन्दाखेरि अब मलाई त थाहा भएन हुन त यहाँ यो साइमन पिटर एक दिन मको पनि आएको थियो मेरो छोरीको कुरा गर्नुलाई साइमन पिटर चिन्नु हुँदैन होइन उहाँले चाहिँ 40 सालको पुसमा त्यो साइमन पिटर मका आयो अनि यो 36-37 सालमा साइमन पिटरको मण्डलीसँग सुरु गर्दाखेरि मैले प्रार्थना गरेको त्यो बेला यो केटाहरू 3 जना केटाहरू थियो गोपाल रेग्मी मुक्ति आचार्य यो साइमन पिटर यो 3 जना केटाहरू एउटा महिमा मण्डली भनेर सुरु गरेर रहेछ उनीहरूको अरू बेला केही थिएन अनि मैले भने तिनीहरूलाई लफङ्ग केटाहरू पनि भने त्यस्तोमा सङ्गति गरेको थियो मैले गएर प्रार्थना गऱ्यो सङ्गति गऱ्यो केही समय म त्यहाँ धाउने गऱ्यो अनि गोपाल रेग्मी आएन मुक्ति पनि आएन साइमन पिटर त आयो सम्झेर त्यो बेलाको कुरा सम्झेर आयो ल दाइ म त एकदम शक्तिशाली भएको छ नि अहिले त संस्था पायो पैसा बेसी पाछ मैले त तपाईँ हामीसँग आउनु पर्यो दाइ 2-3 देवाललाई 700 दिएको छ मैले महिनामा अरू कसैलाई 700 दिएछ तपाईँलाई म 1000 रुपियाँ दिन्छु महिनामा र अहिले म 30,000 रुपियाँ दिइरहेको छु तपाईँलाई 40 सालको 30,000 त धेरै हुने अहिले तपाईँलाई 30,000 रुपियाँ दिन्छु र तपाईँलाई म यहाँ बोर्डिङ स्कुलमा खोलाइदिन्छु तपाईँको देन छ हामीसँग ठुलो कुरो छ दाइ भनेर साइमन पिटर आयो मैले बेसी गाली गरिदिएँ त्यस्तो पैसा कुरा चाहिँ यहाँ नगर्नुहुन्न पैसाले त मान्छे बिग्रिन्छ म किनभने यो पैसा नखाने नलिने बारेमा चाहिँ हामी अलिकति पछाडि छौँ है यो पैसा मैले किन लिएन भन्यो भने यो म त एउटा धनी मान्छेको घर बसाइदिएँ क्या पोखरा घाँचोक तपाईँ घाँचोकको चाहिँ थाहा छ पोखरा घाँचोक ए उहाँलाई थाहा छ त्यो घाँचोकमा एउटा सुब्दार गुरुङ सुब्दार इन्डियाको ठडबाग बिहारको गुरुङ रहेछ त्यसले मलाई धर्मपुत्र बनाएको थियो म 14 सालमा त्यो घर बसेँ म पुगेँ त्यहाँ केटाले गर्दाखेरि अनि र 15 सालमा उहाँले मलाई धर्मपुत्र तिमी सोझो छ तिमी तामाङ म गुरुङ नक्कली सक्कली मेट्यो यार केही छैन तिमी ठिक छ
र एउटा कुरा तपाईँले सिक्नुपर्छ, मैले अनुभव गरेको, मैले सिकेको, नेपालको एक नम्बर नेपाल अदालतको एक नम्बर न्यायाधीश र यो इन्डियाको गोर्खा जिआरको सुपरभाइजरदेखि माथिको मान्छेहरूले तपाईँको जीवन के छ ठ्याक्क पत्ता लगाउँछ तिनीहरूले, त्यस्तो जानी हुन्छ कि तिनीहरू। अनि यसै कारणले तिमी ठिक छ, तिमी मेरो छोरा हो, मेरो सम्पत्ति 3 भाग गर्छु, 1 भाग तँलाई, 1 भाग मेरो छोरीलाई, 1 भाग दाइको छोरालाई भनेर उसले मैले अंश बन्डौली गरिदियो। 3 भागमा 1 भाग तँलाई, तिमीले पाल्छ मलाई, तिमी ठिक छ, सोझो छ। एकदम धनी थियो यो चारेर काँचा तामा सुन चाँदीको धेरै धनी थियो। यिनीहरू 4000 5000 आइकीको बस्ती हो त्यो। त्यसरी राखेको मलाई धर्मपुत्र बनायो। तर 21 सालको मङ्सिरमा मलाई परमेश्वरले बोलाउनु भयो, तिमी मेरो कामको लागि तराईमा जानुपर्छ भनेर ट्याक्कै भन्नुभयो मलाई परमेश्वरले। कुन साल भन्नुभयो? मैले विश्वास गरेँ त 14 सालमै हो। अनि त्यो उहाँले परमेश्वर त्यो भन्नुभएपछि मलाई त त्यतिखेर हाम्रो यहाँको अहिलेको भाषामा हिरो भन्छ, त्यो बेलाको भाषामा चाहिँ मलाई भाले भन्थ्यो। उनीहरूले त्यो छोरा सुतारको छोरा, उसको एउटै मात्रै छोरी छ, अरू धन सम्पत्ति धेरै, मलाई राम्रो राम्रो कपडा, त्यही बेलादेखि मैले पालपालले ढाका टोपी ओढ्थ्यो। सुब्दा साहबले किनिदिन्थ्यो मलाई त्यो ढाका टोपी। अनि त्यसरी चाहिँ मलाई एकदमै राम्रो, सबैले सुतारको छोरा भनेको छ, त्यसरी गरेको थियो। तर एक दिन परमेश्वरले मलाई बोलाउनु भयो, रित्तै म त त्यस्तो भयो। त्यसपछि एउटा मैले कुरा के सुने भने नवलपरासीमा चाहिँ पुनर्वासले जग्गा खोल्दैछ भन्ने कुरो सुने। एउटा इतिहासको एउटा योजना त हो परमेश्वरको है। अनि त्यो कुरो सुनेपछि एकजना दाइसँग हामी यहाँ आयो। पहिला आउने बेलामा सुब्बा साहबलाई थाहा नदिइकन म भागेर आयो र हामी बेलियामा बस्यौँ। यहाँ सबै पुनर्वासले जग्गा बाँडेको त थिएन, पुनर्वास बसेको जग्गा दिनेवाला थियो। अनि हामीलाई कसो कसो यहाँ आइपुग्यौँ। यहाँ चाहिँ पुरानो मौजा छ, यो मालपोत 10 वर्ष मालपोत रोक्क गरेर बसेको एउटा गुरुङले यहाँ पार्क्यो मलाई। अनि यहाँ आयो। अनि 1 हप्ता बसेर म पोखरा गएँ, सुब्दारको घर गयो। अनि सुब्दाले आमाले त्यहाँ नजाऊ, नवलपुरको जग्गामा पानी पऱ्यो भने नौरी घिउ जस्तो हुन्छ रे, घाम लाग्यो भने इट्टा जस्तो हुन्छ रे, त्यस्तो ठाउँमा के जाने, तँलाई 2 हातको खेत बारी 3 हातको खेत दिएको छ, यो धन्सा तेरै हो भनेर सबै कुरो मिलायो। त्यस्तो माटो त यही बटालिएको रहेछ तपाईँको, अरू ठाउँ भन्दैन, नराम्रो रातो माटो यही रहेछ। तर मलाई त्यहाँ जाने मेरो योजना बनायो आमा, अब म जाने भयो भनेर म चाहिँ आयो। त्यो बेलामा म चाहिँ पोखरामा छ, तर दर्शन चाहिँ यो ठाउँको लाग्यो। सुरुमा त यो रूपबाट अर्को रूपमा, अर्को रूपबाट अर्को रूपमा उडेर हिँडेको म त राति सपनामा। पछि पछि त यो डाँडाबाट अर्को डाँडामा, अर्को डाँडाबाट अर्को डाँडामा उडेर म त हिँडेको। अनि यो गाउँ चाहिँ अब बस्ती त बसेको हो, खेती गरेको थिएन, सानसानो रुखहरू थियो, पुरै खर र माइनकाठको काँडा खरहरू मात्रै थियो। यसमा त पुरा गाउँको बारी, यो गाउँमा त गाउँ क्या खाने गाउँ, गाउँको बारी पो देखेको। र म त यो डाँडामा अर्को डाँडामा यसरी उडेको देख्यो, अचम्मै लाग्यो मलाई त। त्यसरी बसेर रात बितायो। त्यसको मतलब त आजकल चाहिँ के छ भने मैले यहाँदेखि लिएर 12 जिल्लासम्म हजारौँ मान्छेले बप्तिस्मा दियो। यहाँदेखि लिएर दिल्लीसम्म पनि थुप्रोले हो। हाम्रो दिल्लीमा 3टा मण्डली छ त्यहाँ दिल्लीमा, एउटा यहाँ एउटा मगर गएर बसेको छ। अनि यो धादिङ, लमजुङ, अनि मकनपुर, गोर्खा, यो यति यो ठाउँ हजारौँ मान्छेको मैले पानीको बोतल दिने मौका पायो थुप्रै। त्यसरी चाहिँ अनि गरेर प्रभुको राज्य वृद्धि भयो। सबभन्दा धेरै चाहिँ झारलङमा, त्यो त 42 सालमा हो। पछि झारलङमा
पनि हामीले तपाईँले सुन्नु भएन त्यही उहाँले भने चालन मेन्टिज भन्ने चालन मेन्टिज पछि चालन मेन्टिजले धेरै काम बिगाऱ्यो त्यहाँ हाम्रो मैले किताब पनि लेखेको छ भन्यो उहाँको जीवन पनि बिग्रियो त्यहाँ 7 करोडभन्दा पाउने जग्गा 1.5 करोडमा पनि बेच्नु पऱ्यो घर जग्गा धोबीघाटमा है के भएर भयो त्यहाँबाट चालक मसँग भेट्नु डराउँछ है हो जेलबाट भेट्नु डराउँछ के अरे हाम्रो मुख छुचो भएको कुरा हामी फ्याटफ्याटै भनिदिन्छ है त्यसरी चाहिँ प्रभुको राज्यवृत्ति हुँदै गयो र त्यसरी चाहिँ यो 36 सालको अन्तिममा यो सिंहबहादुर तामाङले पनि विश्वास गरेछ मैले थाहा भएन कसैले सुझाव सुनाएछ त्यहाँदेखि उनीहरूले लिएर आयो त्यो समयमा चाहिँ हामी यहाँ आउँदाखेरि यो हामीले यो म यहाँ बसेको 61 सालको मङ्सिरदेखि हो यहाँ बसेको त्यो समयमा पश्चिममा खैरानी बुडोल खैरानी पूर्वमा मनारी त्यो भन्दा यता भित्र कुनै पनि विषय मैले होला इन्डियाबाट आएको कोही एक दुईवटा भित्र त होला तर सङ्गति गरेको विश्वास भएको मैले थाहा पाएन सबै यहीँबाट सुरु भएको हो तर पछि मैले 33 सालमा एउटा के सुन्यो भने यो काट दाइ रहेछ कुष्ठरोगी त्यसले चाहिँ सङ्गति सुरु गर्दो रहेछ त्यो को रहेछ म स्यामसोनको बा रहेछ यो कारो एडोनसँग बस्छ नि स्यामसोन मगर तपाईँ चिन्छ होला नि उसको बा रहेछ त्यहाँ बसेको कुष्ठरोगी रहेछनहरू त्यति हो मैले सुनेको नत्र कतै पनि बुडोलमा चाहिँ बिटिआईले सुरु गरेको सङ्गति थियो त्यसरी यहाँबाट सुरु भएको हो अनि अहिले पनि यो त्यो आदिया गरेर बसेको त्यसको चाहिँ श्रीमती र छोरी एकदम बिरामी हुने मैले भनेको कुरो बुझ्नु भएछ खुब बिरामी हुने अनि वर्षभरि काम गर्यो अनि ऋण बुझाउने बेलामा त 8,000 10,000 बाँकी रहने ऋण रहने त्यो बेलाको 8,000 10,000 भनेको धेरै तपाईँको अहिले जस्तो होइन त्यस्तो रहेछ अनि त्यस्तो दुःख रहेछ त्यो मान्छे चाहिँ 4 बजे उठ्दो रहेछ खोले पकाएर खाँदो रहेछ 5 बजेबाट गोरु जोत्यो 11 बजे बल्ल गोरु छोड्ने त्यस्तो खेती गर्दो रहेछ अनि पछि उसले भन्यो म पनि जान्छु यो बेला प्रार्थनामा तपाईँसँग गुरुबा भन्यो हुन्छ हावा आएन भने बदल आएन भने जाउँला भने पछि चाहिँ त्यसले के भन्यो भने मलाई एक दिन चाहिँ यो कुरा चाहिँ कहिले हो भने अलि माघ फागुन हो यही मङ्सिरतिर हो हामी विश्वासीहरूले आत्महत्या गर्नु मिल्छ मिल्दैन भनेर सोध्न आयो अनि तपाईँले के दुःख पऱ्यो यस्तो आत्महत्या गर्ने कुरा आत्महत्या गर्नु त मिल्दैन नि आत्महत्या गऱ्यो भने तपाईँको प्रार्थना पनि गर्दैन लास पनि बक्स पनि हाल्दैन तपाईँलाई तानेर नारायण त्यति फालिदिन्छ त्यस्तो कुरा नि गर्ने हो के दुःख पऱ्यो ल भन्नु त भनेको त उनको साला र ज्वाइँले पुरस्कारतिर जान्छ त्यतिखेर पुरस्कार को पैसा बाँड्थ्यो यो साइमन पेटाले त्यो कृपा लामा भन्ने तपाईँ कसरी सुन्नु भयो चिने होला है त्यो कृपा लामा महामूर्ख है प्रभुमा त ल्यायो त्यसलाई मैले 39 सालको फागुनमा बप्तिस्म दिएको हो त्यो कृपा लामा तर महामूर्ख त्यसले चाहिँ त्यो कृपा लामा चाहिँ त्यो सिंहबहादुरको साला पर्छ है उसको दिदी हो यो सिंहबहादुरको बुढी अनि उनीहरूले चर्च फुट्ने आवश्यक छोड्ने हामीले पैसा जति दिन्थ्यो भनेर सबलाई 20,000 दिन्थ्यो भनेर हो त्यो पिरियडले गर्दाखेरि सिंहबहादुर अत्तिँदो रहेछ अब उसले चाहिँ 1 पैसा कसैको नठाक्ने नछोड्ने त्यसपछि यस्तो कुराहरू खुब आएको रहेछ अनि एक दिन 38 सालको चाहिँ जब हामी गयो प्रार्थनामा उसले भदौदेखि जाने भनेको हामी गयो त्यसपछि भोलि शनिबार जाने भने आज राति चाहिँ त्यो मान्छेले उस बुढीसँग पनि सँगै नसोध्ने त्यो बेलामा सँगै सोधेर बुढीलाई सोधेछ ल तिमीलाई सबभन्दा महत्त्वपूर्ण तिमीलाई के चाहिन्छ के छ तेरो मनमा तेरो इच्छा के छ
भनेर बुढीलाई सोधेछ। बुढीले चाहिँ के भनेछ भने आज के चाहिने नि, अब तपाईँ यता जान्छ उता जान्छ, छोराहरू कोही पनि छैन, खेतला लाउनु पर्यो, अध्ययन गरेको हुनाले पैसा चाहियो, पैसा भयो हो त यही पैसा भएर चाहिँ यही पैसा कुरा गर्ने गरेर मलाई तिमीसँग बस्नु मन लाग्छ छैन भनेर उनीहरू गन्थन गरेछ। त्यसपछि ऊ अलग्गै सुतेछ। त्यसपछि रातभरि प्रार्थना गऱ्यो। अनि म चाहिँ बन्दीपुरतिर गयो नजिक हुनुलाई, ऊ चाहिँ बुढाबासँग गएर बस्यो। त्यो सिङ्गापुरको चाहिँ यो चाहिँ 38 सालको 53 सालको यो उसमा हो, त्यो ऊ चाहिँ मर्जीबाट गयो। अनि त्यो बेलामा त्यो मान्छे मसँग गएर हामी 7 दिन सङ्गति 6 दिन हामी त्यहाँ सङ्गति गऱ्यौँ। तपाईँले देख्नुभयो त्यो डाँडाबाट तल अर्काको इजबो खोलाबाट पानी बोकेर खुवाउँथ्यो त्यसले मलाई। र तल मगरको गोठमा गएर पनि मही पनि लिएर खुवाउँथ्यो है, खुब माने हामीलाई। अनि हामी गयो प्रार्थनामा र हामी 5 दिन पुरा बस्यो। अनि हाम्रो परमेश्वर चाहिँ एउटा कुरा सिक्नुपर्छ, इतिहास बनाउने परमेश्वर, इतिहासको परमेश्वर। भविष्यमा के हुन्छ हाम्रो लागि परमेश्वरले प्लान योजना पहिल्यै बनाएको हुँदो रहेछ है। अनि हामी चैतको 18 गते बेलुका चाहिँ म त 19 गते यहाँ आइपुग्नु पर्ने, मेरो यो आरटिसीबाट बाँसको तालिम दिने। मैले धेरै ठाउँमा घुमेँ, बाँसको तालिम मिलेन। तर त्यो ग्रामीण विकासले दिएको तालिम चाहिँ युनाइटेड मिसनले बनाएको त्यो चाहिँ हुँदै रहेछ। त्यसको लागि मैले बाँस लिएर थुपार्नु पर्ने। त्यसो भएर म 19 गते यहाँ आउनै पर्ने। त्यो प्लान मैले पहिले 3 हप्ता अगाडि मिलाएको। अनि हामी 18 गते राति सङ्गति गऱ्यौँ। अनि त्यो मान्छेले राति हामीले के गर्छौँ भने प्रार्थना गर्छ क्या, ल तपाईँको के समस्या छ, तपाईँको के समस्या छ, ल सबैले ल प्रार्थना गर्ने विषय राख्ने भनेर सल्लाह गऱ्यो। उसले चाहिँ 2टा कुरा मात्रै भन्यो। एउटा त नेपालको क्रिस्चियनहरू धेरै पैसा खोजेर हिँड्छ, अब हाम्रो प्रभुको आगमन धेरै नजिक छ, सबैले पैसाबाट छुटकारा हुनुपर्छ, यो लोभबाट अलग हुनुपर्छ भनेर राख्यो। अर्को कुरो चाहिँ मेरो छोरा रञ्जन चाहिँ जेठा छोरा इन्डियामा गएको छ। त्यो जाने बेलामा पनि छोरालाई पनि एउटा हितोपदेश किताब दिएको रे बुढाले, ल हेर छोरा तिमीहरू म भेट्नु पनि सक्छ नभेट्नु पनि सक्छ, तर यो हितोपदेशमा लेखेको किताबमा लेखेको कुरा राम्रो पालन गर। तैँले जीवन पाउने हो भने, हामी त्यो स्वर्गमा भेट्ने हो भने तैँले यो किताबमा लेखेको कुरा पालन गर भने किताब नै दिएछ छोरालाई। छोरा जिउँदैछ अहिले यहीँ। अनि मेरो कान्छो छोरा र मेरो बुढीको लागि म प्रार्थना गर्नु पर्दैन, उनीहरू हामीले भन्नु मान्दैन। तर मेरो जेठा छोरा रञ्जनले जहाँ गए पनि दशौँस दिन्छ, उसले प्रार्थना गर्छ, ऊ चाहिँ ठिक छ भनेर बुढाले प्रार्थनामा राख्यो बेलुका। आजलाई थिएँ अरूले आफ्नो बाख्रा कुखुरा बुङ्गुर छ आफ्नो घरको कुराहरू भन्यो, तर उसले ठिक त्यो 2टा कुरा मात्रै भन्यो बुढाले। त्यसै कारण मलाई एउटा के लाग्यो भने आफ्नो श्रीमती र छोरा कान्छा छोराले बुढालाई धेरै चित्त दुखाएको छ। यिनीहरू धेरै लोभ गर्ने, बुढा भनेको नमान्ने, बुढाले भनेको नमान्ने, त्यसरी त्यसो राख्यो उसले। हामी 27 जना थियो त्यो बेलामा। अनि प्रार्थना गऱ्यो। अनि मलाई बस्ने ठाउँ पनि उसले बनाइदिएको, यसरी खस्यो भन्दा कहाँ हो त्यस्तो बनाइदिएको। यसरी हामीले कस्तो हेर्छौँ भने तपाईँले गरेको प्रार्थना मैले नसुन्ने, मैले गरेको प्रार्थना उसले नसुन्ने, त्यसो पाखै पनि लुकेर बस्थ्यो क्या। अब ढुङ्गाको क्या भित्र त्यसरी चाहिँ प्रार्थना गर्ने नियम बनाएको। दिशा गर्ने चर्बी चाहिँ एकै ठाउँमा बनाएको छ। जताततै दिशा विशेष नगर्ने, एकै ठाउँमा गर्ने बनाएको। प्रार्थना चाहिँ त्यसरी गरेको हो। त्यहाँबाट बिहान उठ्यो अनि सबैले आफ्नो आशिष बाँड्यो। त्यो बुढाले अनि के भन्यो त्यो छोरा र बुढीको बारेमा
एकदमै नराम्रो कुरोहरू भने छोरा र कान्छा चोटा छ अझै पनि तर जस्तो बुढाले भने चाहिँ राम्रो छैन अनि यो चाहिँ 38 सालको कुरा है बुढा गयो त 53 सालमा त्यसपछि सबै आशिष बाँड्यो र 19 गते त म 1 बजे त घर आउनु पर्ने त्यसपछि त्यो मान्छेले के गरेछ त 12 बजे त निगल काटेछ अनि एउटा निगलको क्रुस बनाएछ अनि त्यो क्रुसतिर हेरेर खुब रोएर आँसु बगाएर प्रार्थना गर्दो रहेछ त्यो त झाङ्ग्री रहेछ बुढो त टुपी पनि 3 हात जति लामो रहेछ त्यसको त अब हामीले कहिले पनि वास्ता गरेन वास्तै गरेन टोपीभित्र राख्दो रहेछ टुपी त अनि तपाईँ त विश्वासी भन्छ टुपी त्यत्रो टुपी रहेछ तपाईँ त झाङ्ग्री पो रहेछ भने टुपी